गाइस दिस इज हन्टर प्लेस हो है यो चाहिँ यो घर चाहिँ नि एकदमै धेरै डेन्जर हैन पहिला नि यो घरमा चाहिँ कतिजनाले झुन्डेर मरेको रे सुसाइड गरेको भनौँ न अनि गरेको देखि त्यसपछि यहाँ यो घर चाहिँ त्यो दिनदेखि चाहिँ ताला लगाएको छ अनि यो घर चाहिँ यस्तो हेर्नु कस्तो एकचोटि तपाईँलाई देखाइदिन्छु यस्तो छ होइन यो घरको हालत चाहिँ देख्नुभयो आवाज पनि यो हन्टरवाला आउँछ होइन तपाईँहरूलाई हामी यहाँ चाहिँ डरले कोही पनि आउनु हुँदैन होइन यो चाहिँ नि 20 वर्षदेखि नै यो घर चाहिँ बन्द नै छ यहाँ कोही पनि पस्नु हुँदैन हामीलाई चाहिँ यहाँको फेरि अब इन्भाइरोमेन्ट हेर्नु न त्यो पनि यस्तो छ क्या सबै घरहरू यो वरिपरि नै सबै उयो भएर हन्टर भएर यो तर्साउने भएर यहाँ चाहिँ कोही पनि त्यसरी बस्नु हुँदैन उयो पनि घरै हो होइन गाइस म तपाईँहरूलाई जुम गरेर देखाइदिन्छु त्यहाँनिर पनि तपाईँलाई त्यहाँ पनि देखाइदिन सक्छौँ अनि त्यस्तो भएर चाहिँ आज चाहिँ के रहेछ त यसको रहस्य भनेर चाहिँ हामीलाई कस्तो उत्सुकता भएर चाहिँ यहाँ भिजिट गर्न आएको गाइस तपाईँहरूलाई देखाउँछौँ हामी अब जे पनि हुनसक्छ होइन हामी भिजिट जानु होला गाइस ओ माई गॉड डर लाग्न थाल्छ गाइस मलाई ओ माई गॉड भित्र बस्दैछौँ है गाइस हामी भित्र सुन्नुहुँदैछ गाइस बहुत डर लागिसक्यो मलाई डर लाग्यो फर्किमला रेजिना फर्किमला कस्तो डर लागिसक्यो मलाई ओभर डर लाग्यो साथी जाम न फर्किम न साथीमा डर लाग्छ होइन त्यो पनि ढोका खोल्छौँ हामी ढोका खोल्दैछ गाइस यो अघि जुन तपाईँहरूले हेर्नु भएको छ त यो कुकुर डर लाग्यो मलाई हामीले हेर्न सकेन गाइस ओपर डेन्जर छ तपाईँहरू झुक्केर पनि कोही पनि यो हाउसमा नआउनु होला म डरले मेरो साथी मेरो साथी लास्टको भन्नु त दियो